त्यही कहिले भेट्न जाने होइन अनि धेरै दिनपछि फेरि आज भेट भइरहेको छ अनि हामी पनि अब जान आँटेको त्यो बेला अब दाइको आज मेडिकल छ अरे दाइको आज मेडिकल छ अनि ट्याक्टर गरेर होइन हामी पनि अब जान आँटेको रेडी गर्नुलाई तपाईँको 1 बजी होइन अब बिहान कति 7 बजी सुत्यो होला 7, 8, 9, 10, 11 4 घन्टा सुतेर अनि फेरि गइरहेको दाइकोसँग ट्याक्टर ल्याएर मेडिकल हुन्छ के हुन्छ अहिलेसम्म घर खोलेको छ ट्रेनले होइन तपाईँको त 11 बजिसक्यो कि होइन अब 11 बजिसक्यो हुन्छ अब तपाईँको ढोका त खोल्नु पर्ने हो अब यसमा ढोका नै खोलेको छैन कि सक्नुहुन्छ त्यहाँ कभर चाहिँ कम्पनी जाँदैछ हामीहरू समय बस्छ होइन अब कतै हेरौँ अब केटाहरूले फेरि ढोका खोलेर यत्तिकै छरिदिन्छ सो फाइनली गाइजहरू ट्याक्टर ल्याएर अब फर्स्ट टेस्ट सक्यो अब फर्स्ट टेस्ट सक्यो हाम्रो अब सेकेन्ड टेस्ट अब गएर अब कहाँ हुन्छ होइन जाने एउटा ट्याक्टर ल्याएर म पनि अब सुतेर उठेको थिएँ काबल सबल केही जानु पाएन त्यत्तिकै जङ्गलै भएर गइरहेको छु यहाँ म चाहिँ पल्ला नेपाली मेरो चाहिँ पासपोर्ट ल्याइसक्यो ल प्रकाश अब यहीँ बस्छ म ल ल बाई 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 शुभयात्रा अनि त्यही हो नि होइन अब डाक्टरलाई पुरै घाम पनि लागेको छ बाहिरमा हुन्छ यहाँ पनि यस्तै छ अवस्था यही दाइ चाहिँ हाम्रो यहाँ आउनुहुन्छ अर्को दाइ चाहिँ त्यहाँ हुनुहुन्छ केटाएर होइन अनि हामी यहाँ छौँ अहिले म गएर गाडी बचाइसकेपछि हेर्छु गाडीतिर अब ट्याक्क होइन कुपन सक्यो अब कुपन सक्यो कति बजिरहेछ अब 1 बजीतिर 1 बजी बजिरहेछ अब यहाँबाट जाने हो चाहिँ के गर्ने छैन पैसा जाने हो सुत्ने मजाले त्यसको बाद रातितिर सुत्ने अब कोट पनि जान्छ होला फ्रेस हुन्छु आज चाहिँ उता तपाईँको केटाहरूले कता कता पुऱ्याएको थियो हेरौँ दिन आयो भने जाने नदिन आयो भने त अब सुतेको सुत्यो होइन त्यही नि अब हामी पनि ट्याक्क लिएर मिटिङ पनि सकिसक्यौँ अब यहाँ बाटोमा छु अनि कति त्यही हो अब तपाईँको भ्लगहरू अब हुन्छ नि महिनामा अब 1 महिना भइसक्यो नपोस्ट गरेको केही पनि अब पोस्ट गर्नु थिएन कि त्यही भएर अब पोस्ट पनि केही गरौँ भनेर कति गएको छैन कति के गरेको छैन भनेर नि अब कति गएको पोस्ट गरौँ नि अब यताउता यो त्यो भनेर बल्ल कति 1 महिना पछि बल्ल आज कम्पनी र कम्पनीदेखि पोस्ट त्यति मात्रै गरिन्छ कि आजकल अनि त्यही भएर यहाँ चाहिँ ठ्याक्कै 1 महिना पछि बाहिर निस्केको हामी कमाइ पनि काट्नुपर्ने छ अब यो 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 सजिलै आउँछ हाम्रो अब नेक्स्ट छुट्टीमा चाहिँ हामी जानुपर्छ हाम्रो बन्दी छ केटाहरू कहिले फिक्स भएको छैन अब फिक्स गरिसकेपछि अब नेक्स्ट छुट्टी कति हुन्छ होला त्यति नै हो है अब कम्पनी जाउँ